हेलो नमस्ते यहाँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी बेट साग साँधेको बनाउन जाँदैछौँ। सुरुमा मैले हरियो साग लिएँ, त्यसलाई केलाएँ, त्यसपछि राम्रोसँग पानीमा पखालेँ अनि त्यसपछि बोइल गर्नलाई छोडिदिएँ। बोइल भइसकेपछि मैले निकालेर पानीहरू सबै तर्काएँ। त्यसपछि मैले भटमास, भुटेको भटमास लिएँ, अदुवा लसुनको पेस्ट लिएँ अनि नुन स्वादअनुसार राखेँ। जिराको धुलो राखेँ, खुर्सानीको धुलो राखेँ त्यसपछि। अनि मैले कालो तेल मजाले राखिदिएँ स्वादअनुसारको। अघि कुटेर राखेको लसुन र अदुवाको पेस्ट अनि यो भटमासलाई पनि पिन्नुपर्छ। अनि तेल हालेर यसलाई मजाले चलाइदिने। अनि यो खानको लागि रेडी भयो। हेर्नुहोस् त कस्तो मिठो खाउँ खाउँ जस्तो लागेन त? हजुरहरू पनि यसरी नै ट्राई गर्नुहोला। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।